आज चाहिँ हामी देउराली जङ्गलमा घुम्न जाँदैछौँ साथीहरूसँग। एकदमै उकालो चढेर जानुपर्छ। उकालो चाहिँ एकदम धेरै नै छ। जाँदैछौँ। त्यसपछि चाहिँ हामीलाई थोरै थक्कै मार्दैछौँ अनि हामी अलिकति अगाडि उकालो गएर यहाँ लालीगुराँसहरू हेर्दै बसिरहेछौँ। अहिले चाहिँ लालीगुराँसको सिजन हो। एकदम राम्रो लालीगुराँसहरू फुलिरहेछ। देउराली चाहिँ तिनजुरे मिल्के डाँडा जस्तै हो। यता हाम्रो गाउँको देउराली चाहिँ राम्रो छ। त्यसपछि हामी फेरि उकालो लाग्छौँ। हामी चाहिँ तलबाट आएको पनि देखाउँदैछु। एकदम तल फेदिबाट माथि आउनुपर्छ। लालीगुराँसहरू चाहिँ फुलि नै रहेछ राम्रै। एकदम जङ्गलमै पुगेको छौँ। साथीहरू चाहिँ अगाडि छ, म चाहिँ पछाडि भिडियो खिच्दै जाँदैछु। लगभग 3 घन्टा हिँडेर जानुपर्ने हुन्छ। देउराली चाहिँ उकालो छ। त्यसपछि हामी अब चिया बगान आइपुग्न लागिरहेछौँ। साथीहरू हामी चाहिँ 3 जना मात्रै आज गएको। सबै साथीहरू चाहिँ कता कता छुटेर अहिले गाउँमा खासै धेरै मान्छे साथीहरू पनि छैनौँ। 3 जना भएको साथीहरू चाहिँ जाँदैछौँ खानेकुरा बोकेर। साथीहरू चाहिँ लालीगुराँस हेर्दैछ। लालीगुराँस चाहिँ एकदम धेरै नै फुलिरहेछ। यहाँ चाहिँ पहिला एकदम धेरै मात्रामा लालीगुराँसहरू हुन्थ्यो। अहिले चाहिँ यो रोड गाडी हिँड्ने बाटो खन्दाखेरि चाहिँ सबै रुखहरू लालीगुराँसको बोटहरू ढालेर कतिपय मान्छेले चाहिँ बाटो आइसकेपछि दाउरा बाल्नको लागि लालीगुराँस सबै ढालेर गाडीबाट लगे र चाहिँ अहिले एकदम लालीगुराँस चाहिँ पातलो भइरहेछ। पहिला जङ्गलहरू पनि धेरै नै बाक्लो थियो। अहिले धेरै जङ्गल फाडेर त्यस्तो बाक्लो छैन। अहिले जङ्गलहरू एकदम पातलो भएर गइरहेछ।
त्यसपछि हामी उकालो लाग्दैछौँ। अब चाहिँ हामी चौरमा र चिया बगान आउन लागिरहेछौँ। यहाँ चाहिँ पहिला एकदम बाक्लो कालो जङ्गल थियो, एकदम डरलाग्दो ठाउँ। अहिले चाहिँ यो रुखहरू सबै फाडेर खासै त्यस्तो कालो बाक्लो छैन। हामी चाहिँ जाँदैछौँ, साथीहरू चाहिँ गलेर उभिरहेछ। एकजना मेरो साथी चाहिँ अलिक अगाडि हिँडिरहेछ। यहाँ चाहिँ पहिला यसरी 1-2 जना मात्रै हिँड्न चाहिँ एकदमै अलिकति डरमर्दो ठाउँ थियो। तर अहिले चाहिँ बाटोहरू खनेर त्यस्तो धेरै डर लाग्ने छैन। हामी चाहिँ सालमा 2 चोटिसम्म चाहिँ जान्छौँ। अब पछि असार साउनमा चाहिँ चिया बगानमा एकदम हरियो हुन्छ, त्यो टाइममा एकचोटि आउँछौँ। अनि एकचोटि लालीगुराँस पहिला चाहिँ यता बाटो थियो, साइडमा ढुङ्गा थियो। अहिले चाहिँ यहाँ बाटोले गर्दा यो चाहिँ एकदम माथि भित्तामा गएको छ, बाटो यता झरेको छ। त्यस कारणले गर्दा यहाँ चाहिँ सबै जङ्गल भइसकेको रहेछ। सबै जङ्गलले घेरिसक्यो। यो ढुङ्गा चाहिँ एकदम अग्लो छ। एकदम अलिकति धेरै हाइट भएको मान्छेहरूले मात्रै यो ढुङ्गा भ्याउँछ। अलिकति छोटो कम हाइट भएको मान्छेहरूले चाहिँ यो ढुङ्गामा पुग्न अलिकति गाह्रै हुन्छ। अनि अहिले चाहिँ सबै गाडी रोडले गर्दाखेरि सबै अहिले जङ्गलहरू नै नराम्रो देखिन थालेको छ। पहिला त यहाँ एकदम घुम्ने ठाउँहरू हो। बाटो चाहिँ माथिपट्टि पर्थ्यो, गोरेटो बाटो हुन्थ्यो, एकदम जङ्गल। त्यसपछि हामीहरू चौरमा आइपुग्न लागिरहेछौँ। अब हामीहरू चौर जाँदैछौँ। त्यहाँ चाहिँ पुगेर हामीहरू खाजा खान्छौँ। जङ्गलैभरि लालीगुराँस फुलिरहेछ, ट्याप्पै ढकमक्क भइरहेछ। साथीहरू चाहिँ अलिक अगाडि छ, म चाहिँ पछाडि छु। अब हामी फाइनली चौरमा आइपुग्न लागिरहेछौँ। चौरमा थोरै पुग्न लाग्दा चाहिँ अलिकति धुलो बेसी हुँदो रहेछ। साथीहरू चाहिँ अघि नै चौरमा पुगेर बसिरहेछ। म चाहिँ पछाडिबाट भिडियो बनाउँदै जाँदैछु। त्यसपछि हामी खाजा खानको लागि रेडी हुन्छौँ, खाजा बनाउँछौँ। चटपटी चाउचाउ भुजाहरू ल्याएको छौँ घरबाटै बोकेर। हामी चाहिँ यतै बनाएर खानको लागि रेडी हुँदैछौँ। सबैजना साथीहरू मिलेर त्यसपछि हामी फेरि चटपटी खाइसकेर अब हामी फेरि उकालो लाग्दैछौँ। हामी चाहिँ अब यहाँदेखि चाहिँ लगभग 30 मिनट जति लाग्छ होला अराउन्ड पुग्नको लागि चाहिँ। तर नि हामी अब निकै ठाउँमा आइपुगिसकेको छौँ घुम्ने ठाउँमा। लालीगुराँसहरू छ। यो चाहिँ एकदम जङ्गली फुलहरू, राम्रो राम्रो जङ्गली फुलहरू फुलिरहेछ। कति राम्रो राम्रो। अनि लालीगुराँसहरू चाहिँ एकदम राम्रो राम्रो। म चाहिँ हेर्दैछु कति राम्रो भनेर। साथीहरू चाहिँ यता लालीगुराँस
टिप्दैछन्। पालै पिलो गर्दै टिप्दैछन्। एकजना साथी चाहिँ हाइट बढी छ नि त, अनि यसले चाहिँ भ्याउँछ। हामीहरू दुईजनाको चाहिँ हाइटै नभएर भ्याउने नभ्याउने। घुम्न आउनु पनि कहाँ सजिलो, जङ्गल जस्तो छ, यस्तो बाटो जानुपर्छ। यस्तो गर्मी सिजनमा पनि हुस्से क्या, ट्याप्पै हुस्से। देउरालीको घना जङ्गलमा आइपुग्यौँ नि हामी। त्यसपछि पाती चढाउने ठाउँमा आउँछ। यहाँदेखि चाहिँ देउराली मन्दिरमा गइन्छ। मन्दिरको भिडियो चाहिँ मैले डिलिट गरिहालेको रहेछु, अनि फोटोहरू मात्रै राखेको छु यसमा चाहिँ। अनि यहाँनिर चाहिँ महागुरु फाल्गुनन्द बस्नुभएको ढुङ्गाको चियर हो। यो चाहिँ एकदम पुरानो हो। यहाँ चाहिँ महागुरु फाल्गुनन्द बस्नुभएको ढुङ्गाको चियर। त्यसपछि हामी मन्दिरको नजिक जाँदैछौँ। यसमा यो बाटोभन्दी जङ्गलमा चाहिँ एकदम पुरानो रुखहरू छ क्या, बुढो रुखहरू। यो चाहिँ पहिला हाम्रो बाजेहरूको पालाभन्दा पनि पहिल्यैदेखिको रुखहरू हो क्या यो रुखहरू चाहिँ। यो चाहिँ देउराली मन्दिर। त्यसपछि हामी फाल्गुनन्द गुफा बसेको ठाउँ जान लागेको, तर एकदम भिड बाटो गयौँ रहेछ। यो चाहिँ हामीले गलत बाटो पनि जाँदै रहेछौँ। यो बाटो चाहिँ गयो भने चाहिँ आङस्राङ पुगिँदो रहेछ। आङस्राङको बाटो गयौँ रहेछ। त्यसपछि हामी फाइनली चाहिँ फाल्गुनन्द गुफा बस्नुभएको ठाउँ जानेछौँ। यो चाहिँ थकाइ मार्ने ठाउँ हो, पुरानो। पहिला बुवाहरू बाजेहरूको पालामा इलाम जाँदाखेरिको बाटो अरे यो चाहिँ। अहिले हराइसकेको छ। त्यसपछि चाहिँ हामी फाइनली जाँदैछौँ फाल्गुनन्द गुफा बस्नुभएको ठाउँ। यो देउराली चाहिँ एकदम लेख पर्छ नि त, अनि चिसो ठाउँ हो। यहाँ घाम लाग्दैन, जङ्गलहरू हुन्छ, अनि अलिकति घाम आउनु गाह्रो हुन्छ। अनि त्यहाँनिर फाल्गुनन्द चाहिँ बस्नुभएको ठाउँमा चाहिँ अब उहाँ घाम ताप्नुभएको गुफा बस्नुभएको ठाउँहरू छ नि त। अनि त्यहाँनिर चाहिँ घाम चाहिँ एकदम मिठो खालको घाम आउँछ। त्यहाँ थोरै चाहिँ त्यहाँ चाहिँ फाल्गुनन्द बस्नुभएको अरे पहिला घाम तापेर। अनि गुफा बसेको ठाउँहरू पनि छ। हामी त्यहाँनिर जाँदैछौँ।
सक्सेस फाल्गुनन्द घाम तापेको ठाउँ यता माथि चाहिँ राम्रो छ तर हामी जान सकिरहेको छैनौँ। यहाँ चाहिँ महागुरु फाल्गुनन्द घाम ताप्नु भएको ठाउँ अनि गुफा चाहिँ अलिक तल हो। यहाँ चाहिँ राम्रो घाम आउँदो रहेछ अनि लालीगुराँस कस्तो राम्रो फुलिरहेछ। यता माथि म यसमा तलदेखि देखाउँछु राम्रो छ घाम पनि राम्रो लाग्दो रहेछ नि त सबै ठाउँ अँध्यारो अँध्यारो यहाँ चाहिँ घाम मजाले लाग्दो रहेछ। यता माथि हो फाल्गुनन्द घाम ताप्नु भएको ठाउँ तर के गर्नु अनि चढ्नै सकिँदैन। ओ एकछिन नजाऊ त एकछिन यता पनि राम्रो छ ठाउँहरू एकछिन नजाऊ अनि यता यता यस्तो छ फाल्गुनन्द गुफा बसेको ठाउँहरू चाहिँ हामी फाइनली आइपुग्नु लागेको छौँ। कस्तो छ भन्दा यस्तो छ ठाउँ चाहिँ होइन यता यस्तो भिड छ यस्तो बुढो बुढो लालीगुराँसहरू छ। लालीगुराँसको खानी हो है हाम्रो ओर्नो मन्जामुङको फाइनली यो चाहिँ महागुरु फाल्गुनन्द गुफा बसेको ठाउँ हो। साथीहरू सबैले जानकारी यहाँनिर घुम्न आउनु होला सबैजना। सुजाता एकछिन नकुद न यता आउने फोटो भिडियो खिच्नुपर्छ तिम्रो पनि हाम्रो पनि एकछिन खास नकुद। यहाँ हेर्नु त महागुरु फाल्गुनन्द बस्नुभएको गुफा भनेर लेखिरहेछ नि त। दसुकवा जाँदैछौँ हामीहरू फाल्गुनन्द गुफा बसेको ठाउँलाई पार गरिसकेर ए यहाँ चाहिँ हो नि भालेपोथी गुफा भन्ने ठाउँ। ओइ हिँडेको यहाँ चाहिँ भालेपोथी गुफा बस्ने ठाउँ हो क्या ठ्याक्कै यो सुलुम्बीको बाटो भेटाउँछ पर यस्तो यस्तो बाटो गइन्छ फाल्गुनन्द गुफा बसेको ठाउँदेखि पार गरेर यता जाने छाला सुक्खा जाँदैछौँ भनेर साथीहरू चाहिँ निकै तल पुगिसक्यो। यस्तो छ ठाउँहरू चाहिँ यस्तो छ ठाउँहरू यस्तो यस्तो बाटो सिहो नामलाक अरे छाला सुक्खा लालीगुराँसको खानी हो यो ठाउँ चाहिँ जसले के भन्नुहोस्।